हामी चाहिँ आज चुली पोखरीको यात्रा गर्दैछौँ यसमा यहाँ हेर न ल यसमा यात्रा गर्न आँटेको हामी चाहिँ हाम्रो यहाँ गाडी रेडी भइरहेछ डिजल हाल्नु पेट्रोल हाल्नुलाई कुत्तो देखेको यो चाहिँ हाम्रो शनिश्चरीको पेट्रोल पम्प हो हामी जाने तेल लाउनु पर्यो भनेर पर्खेको कति टाइम लाग्ने रहेछ सबै साथीहरू 5:30 बजे चाहिँ हामी गोर्खा डिपार्टमेन्टमा भेला हुने कुरा थियो तर यही आधी घन्टा टाइम लाग्ने अरे हामी चाहिँ यहाँनिर बेला भइसके गोर्खामा आज हाम्रो कहाँसम्मको टुर भन्नु त लु ए क्यामेरा सेट गर्दै भ्याउनु भएन के पर्खेको हौ बहिनीहरूले साथी बिचरा अहिलेसम्म वेट गरेर कति घन्टा भइसक्यो नि राति 12 बजेदेखि आएर पर्खेको छैन उनीहरूले को भाइ हो फेरि चाहिँ आम्मो भाइ त नि के साह्रो लडाएको अझैसम्म पनि साथीहरू चाहिँ आउनु भएन हामी चाहिँ साथीहरूको वेटमा छौँ ल मलाई आइपुग्यो साथीहरू पनि कति बजे उठेको भन कति बजे उठेको त्यत्रो 3-4 बजेदेखि ट्याङ घन्टी बजाउँदा पनि कोही पो छैन त फेरि साथीहरू आउँदै हुनुहुँदो रहेछ के भेला हुनु कम त गाह्रो भएन अब हामी लगभग कतिजना भयौँ 12-13 जना 13 जना हो 3 4 5 6 7 8 9 10 11 12 13 जना लु कता बस्ने बस ल बल्ल लाग्यो अब चाहिँ फाइनली अब हाम्रो सोली गर है हल्का ढुक्क भएको जस्तै लाग्यो कता छन् हाम्रो ग्रुपहरू अरू आउनै बाँकी छन् यहाँदेखि चाहिँ कता हो हामीलाई चाहिँ थाहा छैन यहाँ हल्का साथीहरूलाई वेट गरिरहेको छु 2 जना 3 जना छ नि त्यहाँनिर पनि 3 जना आउनु बाँकी छ कति ढिलो गर्नुभयो अब उर्लाबारीदेखि चाहिँ हामी उता लागेर जाँदैछौँ अब मधुमल्लामा पुगेपछि चाहिँ हामी खाजा खाने अनि के सामानहरू किनेर लाने भन्ने सल्लाह भयो हजुर पैसा पुग्दैन ल दिनु त कति 1000 रुपैयाँ धेरै माग्दिन दिन्छु ल यस्तो दानी मान्छेहरू पनि भेट भयो आज यहाँ हामीलाई हुन्छ ल अङ्कल कहाँ हो तपाईँको घर चाहिँ ए आउनुभयो ए ल है यता आउनु न यता चाहिँ त्यहाँ तातो छ हौ अङ्कल त 1000 रुपैयाँ दिन्छु ल भन्दै पो जानुभयो त जाउँ छिटो अङ्कलले पैसा लिएर आउनु आँट्नु भइसक्यो छिटो जाउँ ल ल जाउँ 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 10 रुपैयाँ 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 10
पिचै पिच अरे ल ल हिँडौँ न हिँडौँ लु यस्तो भयो हल्का सेफ्टी त गर्नु परिहाल्यो नि है त्यो काठमाडौँमा के त्यो मङ्गलहरूमा त्यो उयसमा ललितपुरमा कस्तो राम्रो त्यो के भन्छ पर्पल कलरको फुलले कस्तो राम्रो बाटोले बनाएको त्यस्तै रोप्नुपर्ने खेलातिर सबैजना भिडियो बनाउँदै भ्लगरहरू मात्र आफूले पैसा ल्याइदिन्छु भन्दै हुन्थ्यो नि त अनि डर लाग्यो अनि हामी चाहिँ हतार हतार भागिरहेको छु है यहाँनिर जनपद मार्ग आजको यात्रा कस्तो रहन्छ है कस्तो ठाउँ छ आज पुगेपछि हामी देखाउँछौँ तपाईँहरूलाई कतिको रमाइलो गर्छौँ कि कतिको गाह्रो हुन्छ होइन हजुर भिडियो चाहिँ पुरा हेर्नु होला होइन बाटो भयो भने चाहिँ ठिकै हुन्छ नि हामी चाहिँ 2, 3, 4, 5वटा गाडीहरूमा चाहिँ यसरी जाँदैछौँ है 4टा स्कुटी एउटा बाइक छ आम्मा के हो सबैजना ड्राइभरले पनि अहिले म हात छोडेर मोबाइल चलाउन थाल्यो भने त पिचोक हुन्छ नि फेरि यस्तै लोकल बाटो भयो भने त रमाइलो हुन्छ यता रहेछ बाटो 2टा बाटो यो बाटो छैन यो बाटो चाहिँ रहेछ है साथीहरू घरे मलाई नि पठाइदिनु ल मेरो हो तिमीबाट बनाइदिसके कस्तो राम्रो हनी कस्तो राम्रो बस्दैछ होइन हामी जस्तै सरर स्पिडमा कुदाउँछ क्या अगाडि साथीहरूले चाहिँ अनि यहाँ यताको गाउँको मान्छेहरूले हेर्दै हुन्छ क्या पुग्लो पुग्लो निस्केर अघि उता चाहिँ हेर्दै हुनुहुन्थ्यो हामी चाहिँ हल्का राम्रो रहेछ यो बस्ने बाक्लै घरहरू है अब यहाँदेखि चाहिँ जङ्गल छ कि क्या हो कति राम्रो घर यहाँनिर जङ्गल रहेछ अब यहाँदेखि कता होला अब चाहिँ धुलोले मरिने पर्यो मरिने रहेछ मास्क पनि बोकेको छैन यहाँ माथि कता एउटा जोडी रुख पनि भन्छ हाम्रो रङ वे थियो भने अहिले हामी पिच वेमा आएर फेरि बाटो चेन्ज गर्यो अब फेरि यहाँदेखि कता हो सिधा होला सिधा कता हामी चाहिँ अलमल्ल गाउँपालिका हामी चाहिँ ड्राइभरले चाहिँ हात नछोडौँ है ड्राइभरहरूले चाहिँ हात नछोडौँ पर्दैन उसको बनाइदेऊ है राम्रो रहेछ यति घुरी जाने जङ्गलहरूलाई कि एकछिन स्टप गरौँ न
क्या पुरा भिडियो बनाइदिनुकै लागि ओर्लेकै साथीहरू। हामी चाहिँ यहाँनिर अब फोटो खिच्छौँ। यो चाहिँ मधुमल्लाको जङ्गल है, जङ्गल अनि बब्बाल रहेछ नि त नि। यहाँ फोटो सुट गर्नुको लागि यहाँ पुरा स्कुटीहरू मिलाइरहेको छु भो। जाने फोटो सुट गर्दैछौँ यहाँ हेर्नु न। आमा मोडल नि अरू कहाँको सनी सरेको कहाँको बिचरा बस्दिरहेको छु नै। यही ग्रुपसँग जोडेर बसेको छु है हामी पनि होइन। बाटै जाम गरेर फोटो खिचेको छ नि, उहाँ कार आएर गाह्रो पर्यो। यो अर्को नि पर्छ होला हो। आम्मामा हामीले त बाटै जाम गरिएछ नि हौ साथीहरू। 13 जना पो छौँ त हौ जम्मा। पहाडको भ्यूहरू देखिनु थाल्यो है साथीहरू। अब चाहिँ लगभग हामी तर धन्दा दिन कस्तो राम्रो शीतल भइरहेछ है। यहाँ चाहिँ धेरै रनिङ रहेछ। हर्न बजाउँदै गर्नु। एकदम धेरै टर्निङ बाटो हौ। लास्टै टर्निङ छ यहाँ चाहिँ। यहाँ त ओह्रालो पो छ त, म यो ठाउँमा आइसकेको छु है। बाटो चाहिँ होस् एकदम राम्रो छ। आउनु होला हजुरहरू पनि घुम्नको लागि। अर्को टिम पनि वहाँनिर, अर्को टिम पनि होइन हिँड्दै जाँदै हुनुहुन्छ जस्तो हुनुहुन्छ। यतातिर यो त तोरीबारी पो भन्छ त होइन। बाहिरै राख्दैन हुन्थ्यो अब होस् न त। हामी चाहिँ अब लगभग यहाँनिर खाजा खाएर अनि चाहिँ हिँड्ने यात्रा सुरु गर्छौँ होला। टोइलेट जाने लाइन लागिरहेको छु नै। ढोका ढक्न गर्नु म चाहिँ गरिसकेर हामी चाहिँ अब यहाँनिर हजुर खाजा खान्छु। के अरू के छ त? के छ कि चाउ के गर्ने के भन्छ? चाउचाउ अन्डा बनाइदिनुहुन्छ? थुक्पा हेर्नु त कति। हामी 13 जना छौँ यहाँनिर। लगभग आधी ठाउँ चाहिँ यहाँनिर खाजा खानलाई एकदम रेडी भइरहेको छौँ। हाम्रो खाजा चाहिँ पर पाक्दैछ भित्र। हामी चाउचाउ पिरो पिरो खाएर हल्का खाजा अलिअलि खाएर हामी चाहिँ अनि माथि पहाड चढ्छौँ। पर उकालो बाटो चढ्नु पर्ने छ यहाँदेखि पनि। सबैजना साथीहरूलाई भोक लागेको हुनाले हतार हतार खाँदै हुनुहुन्छ। अर्केलाई पिल्सेला यहाँ पनि हुनुहुन्छ। अघि त अनि मिलिरहेको थियो नि त। चाहिँ अब गएको बाटोतर्फ लाग्दैछौँ। रेडी भयौँ साथीहरू। अझै भएकै छैन होइन, राम्रो छैन खोइ होइन। हामी चाहिँ सबैजना रेडी भएर अब बाहिर निस्किँदैछौँ। साथीहरू अझै बाँकी नै हुनुहुन्छ। कहाँ हिँडेको क्या
खुडी गाउँमा पुरा टुरिस्टहरू हिँड्दैछु मै अरे क्या अब कस्तो छ वहाँनिर गएर बाटो चाहिँ हेर्नुपर्छ है होला हेरेर हल्का फोटोसुट गऱ्यौँ पर साथीहरूलाई पर्खिँदै अनि आधी साथी उता पुल गइसक्नु भइसक्यो उहाँ पर फोटो खिच्दै हुनुहुन्छ हामी जानेर रोकिँदै बस्दै उयो गर्दैछौँ खोइ त अनि साथीहरूको भएन ओके ओके डिल्टन आमा हामी के बोकेर जाँदैछौँ उहाँ पहाडमा चढी खानुलाई आई वाज ट्रेकिङ हो होइन यस्तै लगाएर कम्फर्टेबल लगाएर हिँड्नुपर्छ अनि उहाँको तक्लिफ भने यस्तै मागेर लगाउँदै गर तपाईँ उता यही लगाएर जानुहुन्छ हो अब चाहिँ हामी झोरलिङ्गे पुल हुँदै नै पर जान्छौँ ल हामी चाहिँ झोरलिङ्गे पुल आइसक्यौँ उहाँहरू चाहिँ अगाडि आएर यहाँ फोटोसुट गर्दै हुनुहुन्छ हामी चाहिँ यहाँ सामानहरू लिएर आउँदैछौँ जाउँ है कति बजी पुगिन्छ होला हौ वहाँनिर कहाँ भेट्नुभयो लाठीहरू जाउँ उता पनि होला नि त है जाउँ ल ल ल साथीहरूले लट्ठी पनि पाइसक्नु भइसकेछ अब हामी कहाँ खोज्नु हो फेरि मेरो टोपी झरेको थियो अब चाहिँ नझरोस् भन्छ यहाँ साथीले होइन समाइँदै त झर भने ओ माइ गॉड कसले हल्लाएको नहल्लामै नहल्लाम क्याफे हल्लेको म त अघि बिहानदेखि नै परको भ्यूहरू यस्तो छ नि अझै यहीँ यसरी हिँड्दा चाहिँ स्यासा फ्याफा भएको जस्तो हिँड्दैछ है उहाँ कसरी चढ्नु होला यो चाहिँ हाम्रो के भन्ने ठाउँ हो खुडी होइन ल हेर्दै गर्नु होला अब हामी पर पुगेपछि देखाउँछौँ आज हामी कस्तो ठाउँमा जान आँटेको छौँ यस्तो खतरा छ अरे 3 घन्टाको बाटो अरे हिँडेर पुग्नु पर्ने होइन सिधै उकालो छ अरे क्या अब हेरौँ है कसरी को पुग्छौँ त्यो माथि पार गरेर पुग्नु पर्ने होइन वाउ उसलाई त ठ्याक्कै टुरिस्ट जस्तै देखेको छ हल्का इङ्ग्लिस ठोक्देऊ न त अनि हेलो गाइज यति मात्रै आउँछ अरे टुरिस्टलाई त यति मात्रै आउँदो रहेछ इङ्ग्लिस बोल्नु त अनि कस्तो लागिरहेछ आज तपाईँलाई रमाइलो लागिरहेछ खोइ त हौ साथीहरू ल हामी चाहिँ आज के गर्नु क्यामेराम्यान जहिले पछाडि जहिले ब्याकग्राउन्डमा अब ल कसले ल्याउनु भएको हाम्रो डगी पनि रहेछ त साथी त ल हेर्नु त कसले ल्याउनु भएको यो डगी पनि रहेछ त हाम्रो साथी त ल्याउनु आइजु हल्का साथीले फोटोसुट गर्दैछ यो चाहिँ खुडीको आई लभ के लेखेको हो यो के यो कुइने टाढो म त खुडी भनिरहेको छु त अनि ल ल जाउँ यस्तो बाटो छ नि ए हुन्छ तर हामी त स्पिड तपाईँहरू नै हुनुहुन्छ नि फेरि अरे छ कस्तो उकालो त माथि हेरेर नहिँड्नु के तल हेरेर हिँड्नु त खुट्टामा मात्रै ल माथि हेरेर नहिँड्नु तल मात्रै हेरेर हिँड्नु ल मान्छे पुरै स्याड भएर बस्यो अब मोबाइल बिग्रेर ल ल जाउँ उकालो हिँड्नु पनि साह्रै गाह्रो पर्यो हिँडौँ न हिँडौँ म भर्खर त 5 सेकेन्ड मिनट पनि हिँडेको छुइनँ मलाई है 3 घन्टाको नि बाटो अनि कहिले पुग्ने कस्तो मजाले हावाको यस्तो दामी भ्यू रहेछ हौ
जाउँ ल छिटो हुन्छ भनेको मलाई अवस्था गम्भीर हुन्छ जाउँ ल साथीहरू माथि पुगिसक्यो ट्रेकिङ कस्तो हुँदो रहेछ ट्रेकिङ 5 मिनटको बाटोमा त सास फेर्ने ढोका बन्द होला जस्तो भइसक्यो अझै माथि चुली पुग्नु पर्ने हिँडौँ यो मान्छे चाहिँ हिल लगाएर कसरी हिँड्छ नि ए अन्त नि डरै हो मान्छेहरू हामीलाई केही पर्छ कि भनेर यहाँ डगी पनि पुरा हाम्रो बडीगार्ड है 2 जना चाहिँ देखाएको छ ल अझै गलेको जस्तो भएको छैन सास कसरी फेरिँदैछ एक्साइटेड पनि अब त बेटी लो भएको जस्तो भइसक्यो नि जुम ल ए ल अन्त नि ठाउँको ठाउँ प्लान बनाएर आज सक्सेस गर्नु नै ठुलो कुरा हो नि नहेरौँ अहिले यो फुल फुल्ने बेलामा यिनीहरूलाई चलाउनुहुन्न अब मलाई थाहा छैन त्यही भएर त्यो छ त बाटो कसरी हिँड्दैछ हिल लगाएर सिजन छ कि एलर्जीहरू पनि लाग्न सक्छ है कसैलाई हाम्रो म्याम पनि यहाँ मरेर घिस्रिँदै हुनुहुन्छ यो डगीहरूले त पहिले तालिम प्राप्त गरिसकेको होला है यो बाटो त हामी चाहिँ पुरा गलेर बसिरहेछौँ यस्तो छ यो मान्छे चाहिँ कसरी आएको यहाँनिर हिल लगाएर अनुहार के गर्नु गलेर चुली पोखरी त आमा खिचेको त्यसै नाम चुली पोखरी राखेको होइन रहेछ है अन्त नि यति पनि हिँडेन भने के मजा हौ घुमेको होइन सरर स्कुटीमा हिँड्नु सरर गाडीमा हिँड्नु ठक्क ओर्ले घुमो अनि त्यति नै हो यस्तो यस्तो गाह्रो छ नि यस्तो रहेछ तर यति पनि भएन नि त के घुमेको मजा यादै हुँदैन नि है यस्तरी गएको थियौँ यस्तो थियो बाटो भन्ने जिन्दगीभर रहोस् न हो नि यही होला उहाँहरू त नानीसँग ओह्रालो झर्नु चाहिँ सजिलो हुन्छ कि कस्तो हुन्छ बुनु ओह्रालो झर्दा चाहिँ कति गाह्रो भएको छ नानीसँग त्यही पनि गलिन रहेछ ए त्यही भएर रहेछ छैन जिउँदै छौँ जस्तो छ यस्तो गरेर सबै बगेर अब ओरिजिनल फेस देखिनु अब चाहिँ इच्छा पुरा भयो एकचोटि ट्रेकिङ जाने थियो होइन अनि एकचोटि मलाई बन्जी जम्प हाल्नु मन लागेको छ
मलाई नि मन लागेको छ बन्दी जम्प गर्नु चाहिँ क्यामेराम्यान झन्डै गुल्टे त अरे आमाजुले बुहारी खोज्दा लिएर गएको स्टप गर्नुभयो आदि ग्याङहरू कता पुगिसक्यो हामी त तै पनि के गर्नु भिडियो बनाउनु छोडिएको छैन भिडियो चाहिँ बनाउनु छोड्नु हुँदैन है गाइस हैन यहाँदेखि यस्तो छ नि पर तलदेखि आएको हामी गल्लेर बस्यो होइन कहीँ उता कहीँ यता उता म्यामहरू कहीँ उता बिजोग भइरहेछ तल पहाडीदेखि आयो है हामीले कस्तो जानेर यो ब्ल्याक लुगा लगाएको ब्ल्याक लुगा भित्र पनि कालै तल बाहिर पनि कालै आज सरू लुगाको कुरा नगरौँ जाउँ सेलक्कै जानु आँटिसक्यो उभि है यस्तो बाटो छ नि धन्न यो चप्पल लिएर आएछ यस्तो बाटो छ नि यस्तो ठाडो म त आउँदिन अब त मान्छेले जाउँ भन्नुहोस् न कहाँ आइन्छ हौ अनि हो अनि यस्तो ठाडो बाटो छ आम्मामा जान्दैन अगाडि बोल्नै नसकिन गाह्रो के गर्नु बाहिरको ज्याकेट सुद्धा खोलेर स्यान्डोमा हिँड्नु पर्यो यस्तो गर्मी हुँदो रहेछ नि तलदेखि हट्टलिका अब चाहिँ भयो कति बेला पुग्नु कस्तो डर लाग्यो मलाई नेपाली फिल्ममा पहिलोचोटि डर लागेको फिल्म छल फिल्म हो युट्युबमा आएको छ हामीलाई पनि एकछिनको लागि यहाँ दोकानहरू होइन बेच्नु अनि भरे खानु अरे अनि छल मरे यस्तै छ नि त्यो बाटो पनि सुनसान छ अलिक जङ्गली त्यसलाई त्यो एउटा मान्छेलाई क्या ऊ पनि मरिरहेको हुन्छ तर फर्केर हेर्दा आइफोन हो कि क्या हो राम्रै पो आउनु रहेछ त बस्नु ठाउँ रहेछ गल्ल्या कस्तो ठाउँमा घर भएको है कहाँदेखि यत्रो कसरी बोकेर लिएर खानु होला पुरै ठाडो छ बाटो त्यत्रो हिँडेर आएर एप्पल खाम न हामी यहाँनिर बसेर अब फेरि त्यहाँसम्म पुग्ने यात्रा गर्दै आँटेको छु बच्चाहरूको खेल्ने ठाउँ देख्नुभयो अनि यस्तामा खेल्छ अनि हिँड्न सक्दैन यो त 6 महिनाको बच्चा खेल्छ नि त हाम्रा त लडेर मर्छ हाम्रा त अलिकतिमा चढ्नु त दिँदैन सानैदेखि ल ल ल हिँडौँ 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 त्यो चाहिँ देखाऊ है हल्का पानी खाएर फ्रुट्सहरू खाएर हामी चाहिँ अब फेरि लाग्दैछौँ जो भिडियो ग्रुपमा थियो नि होला खै यादै गरिनँ मैले यादै गरेर हाम्रो दुईजना साथीहरू त पुगेर पनि स्विमिङ खेल्नु थालिसक्यो कि क्या हो नि खाजा खाएको दुईजनाको बडीको पैसा हो
अब चाहिँ अलिक शीतल शीतल पनि रहेछ नि। लड्छौ यताबाट हिँड न यता हाम्रो भ्लगर भएर सब्सक्राइब गर्नु होला। ल बोकेर हिँड बोकेर हिँड चिप्ले भनेको चुट्टिएछ बोकेर हिँड बोकेर हिँड। अरू छ कि छैन एक्स्ट्रा हिँड्छु म हिँड्न न हो मान्छे झरिन्छ नि फेरि मोबाइल फोटो भिडियो बनाउने उयोले आम्मामा यस्तो राम्रो छ है। ल त्यो हो नि घाम पनि उयो पनि है। हाम्रो दुईजना साथीहरू चाहिँ अगाडि नै पुगिसक्नु भएको छ होइन। थाहा छैन उहाँहरू पनि पोखरी पुगिसक्नु भयो कि छोइन भनेर चाहिँ जस्तै गल्यो नि हो। झन् हिजो सल्लाह गरेको याद आइरहेछ। आज यस्तो हुन्छ भने थाहा पाएको भए आज यस्तो हुन्छ भन्ने थाहा पाएको भए आउनुहुन्थ्यो तपाईँहरू फेरि आउने कि नआउने है ठिकै छ। कहिले कहिले यस्तो अनुभव पनि लिनुपर्छ अन्त हो नि। यो डगी चाहिँ के भनेर हामीलाई उहाँदेखि नै पछाइरहेछ हो। उयो भएर सकिँदैन होला प्रेसर बढेर नै दिँदैन थियो होला। यस्तो भिरालो छ नि यहाँदेखि झरो भने कहाँ झरो झरो फेरि उकालो पनि यस्तो उकालो छ है पुरै ठाडो। छिटो छिटो आउनु पर्यो हिँड्नु है हिँड्नु बाटो हेर्दै हिँड्नु है। उयो हुँदैछ उपर देखिरहेछ यहाँबाट दिदी आउने त्यो बिस्कुट छैन त्यहाँनिर भाउजू एउटा दिन मलाई मिस एक्लै हुनुहुन्छ होइन दुईजना हुन्छ होला। वहाँनिर उनीहरू पुगिसकेको भए पनि फोन गरेर आइसक्यो है भनिदिएको होइन कत्रो आँट आउँथ्यो होला है सास आउँथ्यो होला। हल्लिन्छ लु जाउँ होला झन् रिगाटा चलाउँछ जुम जुम बरुमा पोखरीमा पुगेर शीतल चिसो जस्तै थाकिँदो रहेछ हौ। इच्छा रहर पुरा भयो अब यति भयो। यो वाउ कस्तो मजाको जग्गा हौ ठाउँ छैन नि हिँड्दै गरौँ भिजाउनु पर्छ। यति पनि भएन भने के मजा हौ। तलको मान्छेले यता माथि चाहिँ नखिच्नु है बिजोक छ यहाँ लागेन ए नलागो छैन। मेरो मोबाइल झिका त उयो मेरा दिएको